हेलो गाइज, नमस्कार। नवराज खड्का युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। म चाहिँ आज सिन्धुपाल्चोक जिल्ला आइपुगेको छु। आज चाहिँ विशेष गरी बुवाको जन्मदिन परेको कारणले चाहिँ बुवालाई अब आजसम्म थाहा थिएन मलाई, होइन, बुवाको जन्मदिन चाहिँ आज हो भनेर आज थाहा पाएँ। त्यही भएर म चाहिँ एकदम सरप्राइज दिन आइरहेको छु बाउलाई चाहिँ, होइन। तर गाह्रो हुँदो रहेछ गाई सुकाल्ने हिँड्नलाई, गाडी आउँदैन, रोड बिग्रिया, गाह्रो छ, होइन। फाइनल्ली मित्रहरू, आई एम कम टु होम। आई सुवा इज भेरी फास्ट। सास फेर्न धेरै गाह्रो। रोड इज भेरी डेन्जरस इन गोइङ द पहिरो। आई एम हिँडिङ द उकालो, चढिङ द खुड्किला। You know what a nice to meet you for you. Akash is very black. Come to झरिङ पानी। I know कत्र भन्ने थाहा छैन। फाइनल्ली सिन्धुपाल्चोक आइपुग्यो। उकालो बाटो आधी चढिसकेँ म। टाढाको बाटो मनाउँदै आएको मायालाई देखेर। भन्ने गीत गाउन मन छ मलाई। यहाँ चाहिँ धान रोप्दैछन्, होइन, गाउँमा आएको। यहाँ चाहिँ धान रोप्दै रहेछन्। कहीँ रोपिसकेछ नि, केराबारीमा बल्ल केरा अलिअलि हुन थाले। नाम मात्र केराबारी हो फेरि। यहाँ चाहिँ चट्ट धान रोप्ने काम हुँदैछ। यो चाहिँ हाम्रो गाउँको सबैभन्दा अग्ली लाम गरे हो। यहाँ भिडियो बना, म यहाँ रोप्नु पर्यो ल। मोटी धान रोपेर हाम्रो रोपार उठ्यो। रोपार बढाएको भने भनिदिनु, मलाई भन्न आउँदैन। ब्लग बनाउने मान्छे होइन म। रोपारको हात छिटो चल्यो क्या। अमिकेलाई रोप्नै आउँदैन नि। तेरो त यहाँ भिडियो कल पो आयो त। तेरो आइदिएन म त क्यामेरा देखाइदिएन। अहिले म पढिदियो भने माथितिर फर्काउँछु पहिला सुरु। गयो भने पातल हो क्या मल रोपे। खाँदै ल्याउँदैन।
छेउपट्टिबाट ठार लाउँछ यस्तो रोपार त छ हाम्रो मेलामा हाम्रो मेलामा खाजा पाइँदैन भन्दै छु है मैले अघि नै सोधेँ नि सर त्यतिखेर मोबाइल त प्रोै छ क्या खतरा टल्के खाल्दो तिमीहरू मम्मीलाई फोन गर्नुपर्छ सुरुमा चाहिँ हाम्रो माइलो हजुर चाहिँ पुरै कोसी त गफ हाने हो बुढेसकालमा पहिला जाने कुरा गर्दै खाने होइन खाजा खाँदै खाने यत्रो गरेर रोपिसेछन् होइन खाजा नि मेल हुँदैछ कहाँ फोटो नहेर्नु सबलाई युट्युबमा हालिदिन्छु म बनाएन टिकटकै बनाएन टिकटकै बनाएन मैले दिनभरि खोजी साथीभाइलाई सोधे के छ खबर मैयाको के छ खबर मैयाको मेरो टिकट नहाल है फेरि मैले भने हरि हो हरि हो साडा गाउँ अनि खन्नु पर्छ ल गाइदिनु अर्को नि हरिलाई पर्यो तिमीले मेजेमे काम लागेर गमाइलो हजुर काम लागेर गमाइलो यो अन्तारको बेलुके पर्को गरिजाउन रमाइलो चुरोटको खेली चारैजना मिली गरिजाउन रमाइलो ओ हरि हो अहिले पछि भोलि आउँछ है म तपाईँलाई ल कोदो रोप्नु पर्यो छिटो सारा मात्रै गायो यो खन्न ढिलो भइन्छ नेपाली जन्म सबैभन्दा सस्तो पान सुपारी सस्तो छ हजुर पान सुपारी सस्तो छ 2 पैसा लैजाऊ किनेर लैजाऊ पान सुपारी सस्तो छ 2 जना 2 मिलेर गए पान सुपारी सस्तो छ ओ हरि हो सालाको पातले तिम्रो दाइले हातले हर दाइलाई गासे गाइदिनु पानी गासेर तोरीको कदमको छाया यस्तो माया बोल्दैन हाँसेर नपताएदेखि ये ठुली कान्छी बोलिदेऊ न हाँसेर हानु यहाँ चाहिँ गिडुलो रहेछ हजुर खसीको ड्या हो हजुर खसीको ड्या हो
के रोपाइ भएन फुलको जो भन्छ फेरि 45 आउँछ छुट हुन्छ मेरो जोस गला नि त्यो चाहिँ हो दसैँलाई चाहियो दसैँ के काट्नु पर्यो ल ह्यापी बर्थडे थोरै यसरी काट्ने हो कि यो सम्बन्ध बोलाएर खाउने खाउने छ कि यसरी हुन्छ सिकाइदियो नि थोरै काट्ने हो क्या सुरुमा त हो ल अब बुवाले गालातिर लगाइदिनु गालातिर हो ल ऊ गालातिर लगाइदिनु काकाको ऊ काकाको गाला लगाइदिनु गालातिर लगाइदिने के गर्नु ल गाला लगाइदिनु जान्ने किन भए तिमी यहाँ भिडियो गरिरहेको छ के गर्छ अच्छा तिमीले उहाँ यता भिडियो ल भयो खुवाइदिनु होला अर्को गाला पनि लगाइदिनु ल बुवाले नि खुवाइदिनु पर्यो अब ठुलबालाई खुवाइदिनु पर्छ यता खुवाइदिनु है ल हात धुनुपर्छ हात धुनुपर्छ चोखै गरे होइन अब अलिअलि सबैले यहाँ गरेर टक्क लाग्यो ल तपाईँले गरौँ खाइदिनु दाइलाई जानु कामसँगलाई नि टक्क गर्ने खै उयो हात धुनु न खै मलाई माइलो यहाँनिर छ है यताबाट झिक्दिनु ल हातमा हाल्दै हुन्छ क्या खुवाउनु पर्छ भने काकालाई खुवाउनै पर्छ होइन अरूलाई भनेको गाउँतिर ल्याप ल्याप लगाइदिनु अलिक भएन गालामा भएन मलाई कति छेत्ते ए ल ल अब खुवाइदिनु टुप्पाले लगाइदिनु ल ल यहाँ माइलो खुवाइदिनु है ह्यापी बर्थडे ए माइलवालाई नि खुवाउनु पर्यो नि ल ल मम्मीलाई नि खुवाइदिनु पर्यो मम्मी त्यो अहिले त्यस्तो होइन कहाँ राख्यो त अब त्यो त ल एकछिन ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ल ल ल 81 वर्षबाट 82 वर्ष लागिसक्यो हाम्रो बुवा 82 वर्ष लाग्यो नि ल 82 वर्ष है ल 82 वर्ष ल नातिनी हो नातिनी हो खाना छ होइन माइलो होइन बाबु जेठो माइलो अरू चाहिँ अब कामतिर छन् के भन्छ नातिनी माइली जेठीको फेरि यहाँनिर बोला हेरि हाई भन्नु न बोला